आज हामी कुरा गर्दैछौँ नेपालकी चर्चित गायिकाहरूको उमेरको बारेमा। को कति वर्षकी भइन् त? हजुरलाई को मनपर्छ कमेन्ट गर्नुहोला। पहिलो नम्बरमा रहेकी छिन् अनु चौधरी, सुदूरपश्चिमकी थारू भाषाकी चर्चित गायिका, जसले थारू, नेपाली, हिन्दी लगायत 200 भन्दा बढी गीतहरू गाइसकेकी छिन् र हाल 26 वर्षकी भएकी छिन्। अन्जु पन्त, भावनात्मक गायन शैलीले लोकप्रिय बनेकी अन्जु पन्त नेपाली संगीतकी अनुभवी गायिका हुन्। उनी अहिले 44 वर्षकी भएकी छिन्। मेलिना राई, पपदेखि लोकसम्म गाउने क्षमताले चर्चित मेलिना राई नयाँ पुस्तामाझ अत्यन्त प्रिय गायिका हुन्। उनी अहिले 31 वर्षकी भएकी छिन्। अस्मिता अधिकारी, नेपाल आइडलबाट उदाएकी अस्मिता अधिकारी आजका दिनमा हिट गीतहरूकी सफल गायिका हुन्। उनी अहिले 29 वर्षकी भएकी छिन्। प्रविशा अधिकारी, फूल होइन जस्ता गीतले चर्चामा आएकी प्रविशा अधिकारी बहुप्रतिभाशाली गायिका हुन्। उनी अहिले 36 वर्षकी भएकी छिन्। शान्तिश्री परियार, ग्रामीण पृष्ठभूमिबाट आएर हजारौं गीत गाएकी शान्ति परियार मेहनती र बहुप्रतिभाशाली गायिका हुन्। उनी अहिले 35 वर्षकी भएकी छिन्। समीक्षा अधिकारी, सशक्त स्वर र भावनात्मक प्रस्तुतिका कारण नयाँ पुस्तामाझ लोकप्रिय समीक्षा अधिकारी प्रतिभाशाली गायिका हुन्। उनी अहिले 21 वर्षकी भएकी छिन्। एलिना चौहान, आधुनिक स्वाद र ट्रेन्डिङ गीतले चर्चित एलिना चौहान युवामाझ प्रिय नाम बनेकी छन्। उनी अहिले 28 वर्षकी भएकी छिन्। रचना रिमाल, नेपाल आइडलबाट चर्चामा आएकी रचना रिमालले छोटो समयमै हजारौं गीत गाएर संगीतमा पहिचान बनाएकी छन्। उनी अहिले 22 वर्षकी भएकी छिन्।